पर्नेछ। यो पीडा सहन नसकेर सायद त्यो भूपेन्द्रले आज राति नै आत्महत्या गर्नेछ, त्यो मर्नेछ। अनि त जेरीलाई 70-75 कटेको बुढोले पायो भने मात्रै बिहे गर्नेछ, नत्र त जस्तो अरूको पोइको पछि पछि लाएर पैसा खान पल्की अरूको घर बिहार्दै अरूको घर उजाड्दै हिँड्नेलाई कसले बिहे गर्नेछ? कि कसो? अर्का बुढा शान्ति कसो? भूपेन्द्र यसरी कसो? क्या उबेला अब सरा राम्रै बिजनेस भएको, कार चढेर हिँड्ने, घरा सोझी बुढी भएको, साथा बुद्धि एक थोपो नभए मान्छे रहेछ। अब यसलाई पट्याउन पाएँ भने त यसकी त्यो सोझी बुढी भुन्टीलाई फास्लाङ फुस्लुङ पार्छु, यसका नाममा भए सम्पत्ति आफ्ना नाममा साट्छु भन्ने सोचेर लागिहालिस्, बाउको घर छोडेर भागिहालिस्। अब अहिले न भूपेन्द्र किन रहन सक्ने अवस्था छेस्, न माइत नै जान सक्ने अवस्था छेस्। अब तँ न माइत कि न घर कि हुन्छेस् केटी, त गइस् केटी गइस्। अब त घर न घाट कि भइस्। तैँले अति गरिस् मुन्टी, अति गरिस्। अझतिर यो जगललाई एउटा राख्दिन तँ। एउटा छोडिरहेछु त केही गर्न सक्छस्? ल ल ल यो त कस्तो जान भनेको नमस्कार दर्शकबिन, भुन्टी एपिसोड 327 को रिभ्यूमा तपाईहरुलाई हार्दिक स्वागत छ। दर्शकबिन, आजको एपिसोडमा भुन्टीले अदालतबाट आफूले मुद्दा जितेको भन्दै धनीपूर्जा श्रेया र जेरीलाई देखाउँछन्। यो देखिसकेपछि श्रेया र जेरी दुवैजना छक्क पर्छन् र भुन्टीले अब यो घरबाट सबैजना निस्केर जानको लागि चेतावनी समेत दिन्छन्। भुन्टीले जेरीले भन्छन्, भूपेन्द्रले यो कुरा सुनिसकेपछि अब आत्महत्या गर्नेछन्। त भने सम्पत्ति पाउँछु भनेर सम्पत्तिको लोभमा भूपेन्द्रको पछि लागिस् र माइत जान समेत बन्द गरिस्। अब तँलाई कसले विवाह गर्छ? 70-75 वर्षको बुढाले मात्र विवाह गर्छ, यदि विवाह गर्न चाहिस् भने भनेर भुन्टीले जेरीलाई भन्छे। जेरीले यो कुरा सुन्न सक्दैन र भुन्टीमाथि जाइ लाग्छ। भुन्टीले जेरी र श्रेया दुवैलाई मार धोलाइदिन्छ। यही कुराले श्रेया भने अत्यन्तै तनावमा हुन्छन् र श्रेया सुतिरहेका बेलामा सपनामा बरबर आउँछन्। भुवन आइपुग्छ। भुवनले के भयो भनेर बोलाउँछ, तर थाहा पाउँदैन, अझै बरबर आउँछन् र भुवनले श्रेयालाई पानीलाई खन्याउँछ। आत्तिँदै उठ्छ र आत्तिएरै भुवनलाई सोध्छ, भुवन मुद्दाको बारे भन, के भयो आज भनेर श्रेयाले भुवनलाई भनिसकेपछि भुवनले जवाब दिन्छ, के भयो भन्नु? भूपेन्द्रले भुन्टीलाई कुनै हालतमा अंश दिन्न भन्छ, भुन्टी भने अंश नलि छोड्दिन भन्छ। अब फेरि 1 हप्तापछि बोलाएको छ भनेर भुवनले श्रेयालाई सुनाइसकेपछि श्रेया खुसी हुन्छन् र मेरो सपना उल्टो भएछ, यसलाई यसरी नै मुद्दामा अल्झाइ राख्नुपर्छ र कुनै हालतमा भुन्टीलाई अंश दिनु हुँदैन भनेर भन्छन्। र श्रेया भने भुन्टीलाई अंश नदिने पक्षमा पहिलेदेखि नै लागि परिरहेका छन्। भुवनले भने भुन्टी पक्ष सकारात्मक देखिन्छन्। त्यही रिसले श्रेयाले भुन्टीलाई समाप्त पारेर जेलको चिसो हावा खाने अभिव्यक्ति दिन्छन्। भुवन रिसाएर श्रेयालाई चड्कन लगाउँछन् र डिभोर्स दिने कुरा समेत उनीहरूको कुरा हुन्छ र यदि मैले डिभोर्स दिनु पर्यो र यो घरबाट जानु पर्यो भने तिमीहरूको सबै शाखा सन्तान सखा पारिदिन्छु भनेर श्रेयाले भुवनलाई चेतावनी समेत दिन्छ। यता अत्यन्तै सोझी भुन्टी भने अदालतबाट आएर सिधै काममा लाग्छिन्। म्याडम र आमाले मुद्दाबारे भुन्टीसँग बुझ्न खोज्छन् र भुन्टीले सम्पूर्ण कुरा बताइसकेपछि 1 हप्तापछि जानुपर्ने सुनाउँछन् र म्याडम र आमाले नआत्तिनुको लागि भुन्टीलाई सल्लाह दिन्छन्। भुन्टी घरभित्र बसिरहेको बेला जेरी आउँछिन्। भुन्टीले खनाम गाली दिन्छ, जेरी पनि कराउँछ र तैँले कानुनी रूपमा मुद्दा जितेको छैनस्, त्यही भएर बढी कुरा नगर भनेर उनीहरूको
भनावन हुन्छ र अन्त्यमा भुन्टीले भूपेन्द्रलाई बोलाएर तेरो जेरीलाई बाहिर निकाल नत्र भने तँलाई अहिले मारिदिन्छु भनेर भनिसकेपछि भूपेन्द्र टुप्लुक आइपुग्छ र भूपेन्द्र आइसकेपछि उल्टै जेरीलाई थर्काउँछ तँ यहाँबाट निस्केर जा म तँलाई चिन्दिनँ भन्छ जेरी छक्क पर्छ रिसाउँदै बाहिर निस्कन्छ दाइ भुवनलाई यो कुरा सुनाउँछ जेरीले भुवनले पनि उल्टै तिमी गएकै राम्रो भनेर जेरीलाई भनिपठाउँछ र जेरीले त्यो घर छोडेर बाहिर निस्किन्छ अब यता भूपेन्द्रले नाटक सुरु गर्छ भुन्टीसँग माफ माग्छ मलाई माफ गरिदेऊ म तिमीसँग मिल्न चाहन्छु कोमल हेर्दै भए कि माया र दाए कि खानी मेरै भुन्टीलाई हेर्न चाहन्छु मलाई माफ गरिदेऊ भनेर भूपेन्द्रले हात जोडेर माफी माग्छ भुन्टीसँग तर भुन्टीले कुनै हालतमा माफ दिँदैन तँलाई मैले पहिले नै माफ धेरैचोटि दिइसके मेरो मन धेरै दुखाएको छस् एकचोटि मन दुखेपछि अब छोरी मान्छेको मन कमलो हुन्छ तर जब त्यो कमलो मन टुटिसकेपछि माफ दिनेवाला कुनै हालतमा छैन भनेर भुन्टीले नमस्कार गरेर बाहिर निस्कन्छ यता बालकुमारी र भीम भने दुवैजनाले भुन्टीलाई अंश नदिने पक्षमा छन् र झगडा गरेर घरबाट सहर झरेका छन् अनि अर्कोतर्फ नयाँ बुहारी भूमिका भने आफ्नो घरबाट भागेर माइती जान जोडतोड गरिरहेका छन् किनभने त्यो घरमा ऊ एकदमै अपहेलित भएकी छिन् र त्यहाँ उसलाई एकदम हेला गरेका छन् र भूपेन्द्रले हात जोडेर माफ माग्दा भुन्टीले कुनै हालतमा माफ नदिएपछि रिसले सिरानीले हान्छ भुन्टीलाई र त्यही सिरानी टिपेर फेरि भुन्टीले भूपेन्द्रलाई हान्छ र भूपेन्द्रले मैले तिमीलाई हानेको होइन भुन्टु अन्जानमा लागेको हो भनेर भन्छ जब भुन्टी बाहिर निस्किसकेपछि भूपेन्द्र र जेरीको फोनमा संवाद हुन्छ र जेरीले भूपेन्द्रलाई भन्छ तिमी जस्तो मान्छे मलाई चाहिँदैन अब मलाई के भनेको तिमीले मैले जब तिमीलाई साथ दिएँ तर अहिले यस्तो कुरा गर्छौ भनेर जेरीले भूपेन्द्रलाई भन्छ तर भूपेन्द्रले यता कुरा सुन त्यो मैले नाटक मात्रै गरेको तिम्रो सामु उसको सामु मैले तिमीलाई नाटक गरेर म यसलाई मन पगालेर मसँग मिल्न खोजाएर म सम्पत्ति यसलाई दिन्न मसँग मिलिसकेपछि भनिसकेपछि जेरीको मन फेरि फर्किन्छ र पहिले नै भन्नुपर्थ्यो तिमीले हामी दुवैजना मिलेर अझै राम्रो रणनीति अपनाउन सक्थ्यौँ तिमी मिल्ने जस्तो कुरा गरेर आफ्नो पक्षमा पार्नुपर्छ र यसलाई अन्तिम विकल्प फेरि मुद्दा जितिसकेपछि हामीले मुद्दा जितेर पनि यसले हामीलाई राम्ररी गरी खानु दिँदैन त्यसैले यसलाई समाप्त पार्नुभन्दा विकल्प अरू केही छैन यही कुरा हामीले अपनाउनु पर्छ भनेर जेरी र भूपेन्द्रको संवाद हुन्छ संवाद भइसकेपछि त्यो संवाद भुन्टीले रेकर्ड गरिरहेका हुन्छन् बाहिरबाट र त्यो रेकर्ड सुनाउँछन् यसपछि के हुन्छ त सब जान्नको लागि फेरि हामीले अर्को एपिसोड हेर्नुपर्ने हुन्छ त्यतिन्जेलसम्मको लागि भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद